भन्नुभयो धन्न तिमीहरूको पालोमा त सेक्स एजुकेसन छ, हाम्रो पालोमा त केही पनि थिएन। अनि हान्न कसले सिकायो के मतलब यसलाई कसरी जन्माउनु भयो भने क्या कुकुरलाई भुक्न र सानो भाइलाई थुक्न। अनि साँच्ची तेरो इंग्लिशको एक्जाम कस्तो भयो? अब राम्रो भयो। वाह माई सन कीप माई डिक। के भने त मेरो छोराले मेरो नाक राख्यो भने नि बाबा नोज हो क्या। अनि मैले के भने त तपाईले पनि नाकै भन्नुभयो तर चाक अगाडिको नाक भन्नु। तपाईलाई इंग्लिश सबै आउँछ हैन? आउँछ। ल म एउटा सेन्टेन्स भन्छु त्यसलाई इंग्लिशमा भन्नु अनि मैले माने तपाईलाई। लु सोध। ल अन्डी मन्डी चण्डी वाला डायलग इंग्लिशमा भनेर देखाउनु त। सक्नुहुन्न। इच डिच लिच इफ यु डोन्ट कीप क्वाइट यु आर अ बिच। मैले बाबा ए लिनु। के हो यो? त्यो पेनको माथिको टुप्पो क्या बाबा? कहाँबाट आयो? लेखा म्यामको तन्द। अनि अर्को एक्जाम के हो अब? म्याथको। ए म सिकाउँछु तँलाई म्याथ। म्याथमा त टप हान्थे। कसरी अंकल म्याथ पढाउने म्याडमको नाम नै टप थियो कि क्या? साँच्ची आउँछ र म्याथ? सोध न। ल भन्नु है त किलोमिटरलाई कसरी मिटरमा कन्भर्ट गर्ने? ल यति सजिलो किलोमिटरबाट किलो हटाइदे मिटर भयो त। वाह। अर्को सोध। ल भन्नु डेसिमल सिस्टम भने के हो? डेसिमल अरे राम बट 30 kg अफ एप्पल। हैन मलाई एउटा कुरा भन् दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो? बाँदर विकसित भएर मान्छे भइसक्यो, त्यो मान्छे चन्द्रमामा पुगिसक्यो, कोरोनाको औषधि बनिसक्यो, यो रामची स्याउ सुन्तला किनेर बसेछ अहिलेसम्म। पढ्दाखेरि पनि राम स्याउ किनिरहेछ, अहिलेसम्म स्याउ किनिरहेछ। अझ नेपाली व्याकरणमा त राम 22 वर्ष अगाडिदेखि भात खाएर बसेछ। रामले भात खायो, रामले भात खाँदै हुनेछ, रामले भात खाएको हुनेछ, रामले भात खाइसकेको हुनेछ, अरु केही काम छैन राम। सुन्नुस् न। ए हजुर अलिकति दही दिनुस् न। अब अहिलेको अहिले कसरी निकाल्नु? के अरे मतलब मेरो बुढीलाई दुनु न। बाबा व्हाट इज रेडी आई? राडी आई अरे। खोइ कहाँबाट आई राडी? छिमेकी आन्टीलाई भने। अर्को सोध। राजन बट 1 डजन अफ बनाना एट ₹50। व्हाट विल बी? राम राम 1 दर्जनको 50 रुपियाँ। ठगेछ नि मोरालाई। यहाँ तलतिर विष्णु दाइले 30 रुपियाँ दर्जन दिइरहेछन्। अर्को सोध। एउटा बिरालो 10 मिटर पर सेकेन्डको स्पिडले बाटो काट्दैछ अनि 200 मिटर टाढाबाट एउटा मान्छे 30 किलोमिटर पर आवरको स्पिडले बाइक कुदाउँदै आइरहेछ। अब बिरालोले सुरुमा बाटो काट्छ कि मान्छे सुरुमा अगाडि पुग्छ? त्यो मान्छे अगाडि बढ्दै बढ्दैन त्यही रोकिन्छ। लो किन नि? अगाडिबाट बिरालोले बाटो काटेको छ, अब त्यो त्यहाँ पर्खिरहन्छ, अर्को गाडी आउँछ पछाडिबाट कट्छ अनि मात्रै त्यो त्यहाँबाट जान्छ। तपाईँलाई आउँदैन क्या बाबा? हेर छोरा बाउलाई हिसाब गर्न र सानो भाइलाई पिसाब गर्न कहिले पनि नसिक। सोध्न सोध। एउटा केटा 190 किलोमिटर पर आवरको स्पिडमा बाइक कुदाइरहेछ है। राम राम मर्छ त्यो मुजी।